यहाँ चाहिँ मेरो भाइ रुपेश अधिकारी हामी अबुधाबी सिटीमा घुम्दैछौँ है। र अबुधाबी सिटीमा चाहिँ अहिले के भन्ने, जाडो भएको छ कि गर्मी भएको छ भन्ने, विगत केही दिनदेखि गर्मी अति नै बढेको छ होइन। टेम्परेचर यहाँको अफिसियल एनाउन्स नै 51 डिग्री प्लस भइसकेको छ। त्यो भएर चाहिँ दिउँसो हिँड्न सकिँदैन, त्यही भएर हामी राति मात्रै हिँड्छौँ। तर सिटी रमाइलो छ एकदमै, त्यति भिडभाड छैन, सफा छ। अनि फुडकोर्ट यहाँ बन्द भएछ है। र त्यही हो, अब यस्तै छ जिन्दगानी, यस्तै छ होइन। परदेशमा दुःख गर्नु आइयो, 2-3 वर्ष बसिन्छ भनेर आएको, जुनी जानु आँट्यो। कति वर्ष भयो तपाईँ? हामी म त झन्डै 15-16 वर्ष हुन आँट्यो होइन। 16 वर्ष भनेको तिमी कति भयो त? एउटा पुस्ता हुर्किने समय उहाँको त भएन, त्यो 7 देखि 8 वर्ष भयो जस्तो यस्तो लाग्छ, तर समय बितेको थाहै नहुने। अनि हाम्रो भाइ चाहिँ, हाम्रो इलामिली भाइ, मेरो जोस् यहाँ सामाजिक सङ्घ संस्था पत्रकारितातिर एकदम अग्रसर भाइ हो। आमा, र यो चाहिँ मेन भनेको के भने, जब हामी हिँड्छौँ बाहिरतिर, एटलिस्ट हामीले सिभिक सेन्स चाहिँ फलो गर्नुपर्ने हुन्छ है। एउटा जिम्मेवार नागरिक भएर कहाँ के गर्ने, कसो गर्ने भन्ने कुरा होइन चाहिँ हामीले बुझ्नुपर्छ। यो कुराहरू एउटा सिभिक सेन्स भनेको त मोस्ट इम्पोर्टेन्ट थिङ हुन्छ होइन मान्छेको लागि। त्यही भन्ने कुरा हो, मान्छेलाई मान्ने भनेकै नीति नियम त्यही हो होइन। सार्वजनिक जग्गामा फोहोर नगरिदिने, यति राम्रोसँगले व्यवस्था गरेको छ सरकारले। सभ्यता हुनुपर्छ, सभ्य हुनुपर्छ नि, सभ्य नागरिक हुनुपर्छ। विशेष गरी हामी जब विदेशमा हुन्छौँ तब पालना कतिको आफूले गरिन्छ भन्ने सँगै स्पेसली जस्तो यो एउटा कस्तो हो भने, यो चाहिँ एउटा ह्याबिट पनि हो क्या। तपाईँ नियमित रूपमा त्यो गरिरहनु भएको छ भने कसैले भन्नै पर्दैन, अथवा अवेरनेस गर्नै पर्दैन, कुनै बोर्डहरू हेर्नै पर्दैन, अटोमेटिक आउँछ। रेगुलर गरिरहन थालेपछि बानी भएको पछाडि त्यो पनि जब हामी स्पेसली विदेशमा हुन्छौँ नि होइन, सिस्टम पनि हो। विदेशमा हुँदाखेरि चाहिँ हामीले गर्ने व्यवहारले हाम्रो एउटा राष्ट्रियताको के अरे प्रतिनिधित्व गर्छ। त्यो भएकोले गर्दाखेरि चाहिँ हामीले यस्तो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई है। त्यही हो, यही अबुधाबी सिटी। आजको भिडियोमा यति नै, थ्याङ्क यू है।